आज ग्लोबल भिलेज जानेछौँ। बस बसिसक्यो 104 अल्पविवा बस स्टेसनबाट 104 नम्बर यहाँ चाहिँ जब हामी चाहिँ ग्लोबल भिलेज आइसकेका छौँ। भिलेज आउने नै राति हो कि यहाँ यो राति नै खुल्छ अनि 4 बजे पछाडि हेर्न सक्नुहुन्छ। यो ग्लोबल भिलेज हामी चाहिँ आइसकेका छौँ। अहिले चाहिँ त्यो भित्र अब कति तिर्नुपर्ने हो अहिले एकछिन हुन्छ। ग्लोबल भिलेज ग्लोबल भिलेजको गेट आइसकेको छ हामीसँग। ग्लोबल भिलेज गेट अफ द वर्ल्ड। यहाँ चाहिँ अब विश्वकै घरहरू जस्तो अब विश्वमा कस्तो कस्तो घर हुन्छ त्यस किसिमको मनोरञ्जनात्मक चिजहरू छ। यहाँ चाहिँ 30 रुपियाँको टिकट चाहिँ काट्नुपर्ने हुन्छ। हामीले चाहिँ 30 रुपियाँको टिकट काट्नेछौँ। टिकटको लागि चाहिँ लाइन लाग्छ। फाइनली गाइज हामी चाहिँ टिकट काटिसकेका छौँ। पर पर्सन 25 दिराम परेको छ। हामी चाहिँ 4 जना आएको छौँ। एन्ट्री हुँदैछौँ हुनेछ। अनि साथीहरू चाहिँ एकदम खुसी महसुस भइरहेछ। कस्तो महसुस भइरहेछ तपाईँ? एकदम के हो केमा टेन्सन बसिरहेछ तपाईँ? टेन्सन हुन्छ एकदम खुसी लागिरहेको टिकट मसिनहरू पनि छ। हामी होइन क्यास नगर्न डेबिट कार्डबाट पनि टिकट लिन सकिन्छ। अनि अब यहाँ पुरा अब हामी घुम्नेछौँ। अब एन्ट्री हुने ठाउँ खोज्नेछौँ पहिला है त। गर्नु होला हुनुहुन्छ नजारा हेर्नुहोस्। पुरा विश्व यहाँ देखिनेछ। यो चाहिँ अमेरिकाको स्ट्याचु जस्तो देखिन्छ होइन। यहाँ हेर्न सक्नुहुन्छ पुरा विश्व देखिन्छ। अब यहाँबाट चाहिँ विश्व देख्न पाइन्छ। हरेक देशको बारेमा चाहिँ थाहा पाउन सकिन्छ हामी चाहिँ यहाँबाट। अनि अब विश्व भ्रमण गर्न पाउँदा हाम्रो भाइलाई एकदम खुसी महसुस हुन्छ। खुसी छ त यहाँ पुरा मुस्कान हेर्न सक्छ। खुसी होइन दुःखी छु। ग्लोबल भिलेजको टिकट दियो एमाजोनले। अब क्युआर चाहिन्छ र यहाँ क्युआरै छैन स्क्यान छैन। लास्टमा आफै टिकट काटेर मन पऱ्यो यार। एमाजोन चोर हो कि के हो? अब यहाँ चाहिँ टिकट हो। सब बच्चाहरू पनि खुसी छ हेर्न सक्नुहुन्छ। आइसकेको छौँ ग्लोबल भिलेजमा। टुवेट यस्तो छ भनेर बनाइएको छ। टुवेट हेर्न सक्नुहुन्छ। फेरि अलिकति उता भराइन छ। लाइटिङ बनाउनु नआउँदो रहेछ बाजे। मिराकल गार्डन जस्तो यहाँ हेर्न सक्नुहुन्छ। ग्लोबल भिलेजमा चाहिँ गार्डन छ। धेरै राम्रो छ। हुन्छ दुबईमा सयपत्री फुलहरू ढकमक्क फुलिरहेछन्। यो चाहिँ ग्लोबल भिलेजको दृश्य हो। यहाँ हेर्न सक्नुहुन्छ। ग्लोबल भिलेजमा त पुरै देशको नक्साहरू बनाइएको छ। इजिप्ट छ यहाँ मोरक्को छ हेर्न सक्नुहुन्छ। मोरक्को अनि त्यस्तै गरेर यतातिर हेर्न सक्नुहुन्छ फुलहरूको घर बनाइएको छ। घरमा फुल सजाइएको छ। इराक छ उतातिर, जोर्डान छ। हरेक देशको चाहिँ यहाँ प्रतिमाहरू बनाइएको छ। यता गर्नु होला।
हेर्नुहोस् कसरी सजाइएको छ। इराक छ यता हेर्नुहोस्, इराकको पनि बनाएको छ। अनि उता चाहिँ साउदी छ, केएसए भनेको चाहिँ साउदी हो। चाइना छ, म्याङ्गो ट्याङ्गो चाइना। उतातिर ओमान छ, अनि अलि उतातिर जापानको बनाइएको छ। यहाँ चाहिँ खेल्ने चिजहरू पनि छ, खेल्न सक्नुहुन्छ। बच्चाहरूको लागि एकदम रमाइलो ठाउँ हो यो। यहाँ कति राम्रो दृश्य छ हेर्नुहोस्। तपाईँ दुबईमा हुनुहुन्छ भने एकचोटि अवश्य चाहिँ ग्लोबल भिलेज चाहिँ आउनु होला। त्यो ग्लोबल भिलेजको चाहिँ एकदम बिर्सन नसक्ने हुनेछ। र अब मेरो मोबाइलमा पनि चार्ज सिद्धिन लाग्यो, त्यसरी यति देखिया चाहिँ म बाई बाई भन्छु होइन। बाई बाई। लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। धन्यवाद।